बाँच्नको लागि कसैको साथ भन्दा पनि 2 थाल भात चाहिन्छ जस्तो लाग्छ है साथीहरू मलाई चाहिँ। भोलिदेखि त खाना खाँदिनँ, डाइटिङ बस्छु, धेरै मोटाएँ भन्छु। मेरो भोलि कहिले आउँदैन, मलाई जस्तो कोलाई हुन्छ हो साथीहरू। ल है त साथीहरू, आज पनि खाना बनाउँदै गफ गरौँ। म चाहिँ एउटा गाउँको साधारण छोरी हो। न मेरो त्यति ठुलो कुनै सपना छ, न त विलासी जीवनको रहर नै। चाहना एउटै छ, घरको दुःख अलिकति कम होस्, बुवा मम्मीको अनुहारमा मुस्कान फर्कियोस् अनि मेरो सङ्घर्षले मेरो भाइ बहिनीको भविष्य उज्जवल बनोस्। त्यसैले म मेरा हरेक रहरहरूलाई सुर्केसभित्र थुनेर परदेश थिएँ। म मेरो खानदानको पहिलो छोरी थिएँ परदेश छिनी। म धेरै आत्तिएकी थिएँ। नयाँ देश, नयाँ ठाउँ, नयाँ भाषा, नयाँ मान्छे, सबै कुरा अपरिचित। मनमा डर थियो, आँखामा आँसु थियो। तर समय र परिस्थितिले मलाई धेरै बेर आत्तिन पनि दिएन। जीवनले भन्यो रोएर होइन, लडेर बाँच्नुपर्छ। विदेश पुगेपछि थाहा भयो विदेश केवल पैसा कमाउने ठाउँ होइन, आफूले आफैलाई हराउँदै बाँच्न सिक्ने ठाउँ पनि हो। अनि यहाँ आइपुगे पछाडि म धेरै भौतारिएँ, धेरै पटक धोका खाएँ। कहिले कामको तनाव, कहिले मान्छेहरूको व्यवहार, कहिले एक्लोपन, कहिले आर्थिक समस्या, कहिले आफ्नै साथीहरूको धोका। तर पनि म कहिले हार खाइनँ। हरेक बिहान घडीको अलार्मले होइन, जिम्मेवारीले उठाउँछ। शरीर थाकेको हुन्छ तर काम रोकिँदैन। मन रोएको हुन्छ तर मुहारमा चाहिँ सधैँ झुटो मुस्कान चाहिँ देखाउनु पर्ने हुन्छ। किनकि मलाई थाहा छ नि, यदि म टुटेँ भने मेरी आमाको आस मर्छ, मेरो परिवारको सपना मर्छ। कति रातहरू ननिदाई रुँदै बसेका पनि छन्। धेरैचोटि लाग्थ्यो अब म सक्दिनँ, अति नै भयो। तर त्यही क्षणमा मैले मेरो घर सम्झिन्थेँ, मेरी आमाको दुःख सम्झिन्थेँ, मेरो बुवाको त्याग सम्झिन्थेँ अनि मेरो भाइ बहिनीको भविष्य सम्झिन्थेँ। अनि मलाई लाग्थ्यो होइन, म नै हिम्मत हारेँ भने, म नै पछि हटेँ भने कसले गर्छ। हो, मलाई यही शब्दले बाँच्न सिकायो, सङ्घर्ष गर्न सिकायो, जस्तो परिस्थितिमा पनि लड्न सिकायो। अहिले म एकदमै स्ट्रङ छु। मलाई अहिले कसैले त्यति सजिलै टुटाउन सक्दैन, किनकि म पत्थर बनिसकेको छु। जिन्दगीमा मलाई धेरै कुराको केही पनि आश छैन। म मेरो परिवारलाई सधैँ खुसी राख्न पाऊँ, सुखी राख्न पाऊँ, यति भए पुग्छ।